हेलो एभ्रिवान, वेलकम टु न्यू ब्लग। अहिले हामी चाउमिन खान जान लाग्यो। राति भइसक्यो, कति बजी त्यो पनि थाहा छैन। राति भइसक्यो, हामी चाउमिन खान जान लाग्यो। म र मेरो बहिनी तर अनुहार थुक्का चाहिँ यहाँ देखिरहेको छैन, जस्तै अँध्यारो छ। त्यही भएर हेर्नेतिर यस्तो ऊ पनि रहेन रहेछ के, लाइटहरू पनि रहेन रहेछ। त्यही भएर यस्तो छ हाम्रोतिर। यस्तो भनेपछि लास्टै भन्दा लास्टै अँध्यारो रहेछ। यहाँनिरबाट लाइट आउँछ, यता चाहिँ लाइट छैन। हाम्रो रुम चाहिँ टाढा छ हल्का। हामी चाहिँ हिँडेर अब अगाडि जान लाग्यो। त्यो चाहिँ बल्ल लाइट भएको ठाउँमा पुगेको छौँ। है जान लाग्यो। अब कति टाढा पो जानुपर्छ थाहा छैन। कस्तो फेस पनि अर्कै आइरहेछ। अँध्यारो न अँध्यारो, एक ठाउँमा लाइट, त्यसपछि लाइट छैन। हामी चाहिँ यहाँको चाउमिन खानालाई रातिमा मेरो चाहिँ चाउमिन आएर मैले आधै खाइसकेँ। यसको चाहिँ आएको छैन, यो चिकनवाला हो नि त, म भेजवाला हो नि त। त्यही भएर ओठमा पनि लाएरैछ। अब एकछिनमा यसमा आउँछ चाहिँ हल्का खाँदै गर्छु। त्यतिखेर यसको आइरहेको छैन नि त। यसको चाउमिन पनि आइसक्यो। यसको चाउमिन चाहिँ आइसक्यो। चिकन चाउमिन खान लाग्यो। यता हेर्दा यो चाहिँ मेरो स्विट हार्ट बहिनी। साथीहरू, नेपालमा चाहिँ सेम्पू यस्तो महँगो भइसक्यो। यो डभको सेम्पू 5 रुपियाँको एउटा पत्ता। यो 25 रुपियाँको 1 2 3 4 5वटा छ। 25 रुपियाँको। ओ माई गड, कसरी नुहाएर बस्ने होला। एक दिनमा 5 रुपियाँको सेम्पू, एक दिनमा नै 5, एक दिनमा 5 रुपियाँको सेम्पू खतम हुन्छ। कस्तो महँगो के है। सुनिरहेको छु कि 5 रुपियाँको एउटा सेम्पू, यो 5 रुपियाँको, 25 रुपियाँको। यति सानो छ, 5वटा छ 25 रुपियाँको। मेरो चाहिँ त्यहाँदेखि फर्केर रुममा आइपुगेर पनि चेन्ज गरेर सुत्न लाग्यो। अब चाहिँ ओके, बाई गाइज, नेक्स्ट ब्लग में मिलते हैं।